हार्दिक स्वागत छ मालिका संसारमा। म प्रेम भट्टराई। आज भने हामी राष्ट्रिय योग दिवसको सन्दर्भलाई लिएर टिकापुर योगा आश्रमका अध्यक्ष नरबहादुर कडाईजीसँग राष्ट्रिय योग दिवसको बारेमा उहाँसँग हामी कुरा गरिरहेका छौँ। के छ यहाँको तयारी 11औं राष्ट्रिय योग दिवसको सन्दर्भलाई लिएर? नगरपालिकाको आयोजनामा मन्त्रालयलाई माथिबाट निर्देश आए अनुसार म नगरपालिकाको आयोजनामा सबै टिकापुरको भित्रको जति पनि योग केन्द्र छन् तिनीहरूलाई एकमुष्ट एक भइकर अनि टिकापुर योगाश्रममा गर्ने उत्सव मनाउने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छु। टिकापुरलाई योग नगरीमा रूपान्तरण गरेर लैजाने भन्ने अभियानमा विभिन्न योगीहरू बिहानदेखि लाग्नुहुन्छ, प्रभातदेखि कार्यक्रम सुरु गर्नुहुन्छ। यो सन्दर्भमा यहाँहरूको प्रयास के रहेको छ अगाडि? हामी 2043 सालदेखि योगमा निरन्तर लागिरहेका छौँ र 30-32 वर्षदेखि निरन्तर यो टिकापुर योगाश्रमको जेठो संस्था हो। साथसाथै यसमा 3-4वटा अरू पनि छन्, हाम्रा 8-10वटा केन्द्रहरू पनि छन्। साथै सबैलाई गोलबद्ध भएर एकाबद्ध भएर सबैले बिहान पख आफ्नो शरीरको लागि आफ्नो स्वास्थ्यको लागि सचेत रहनका लागि हाम्रो नारा हो स्वस्थ नागरिक समृद्ध देश। स्वस्थ जबसम्म हामी हुँदैनौँ तबसम्म केही पनि काम बन्दैन। जबसम्म स्वस्थ हुँदैनौँ तबसम्म केही पनि काम बन्दैन। अरू सन्देश छर्न चाहन्छ? अब सबैले अब बसेर खानुभन्दा बिहानै सबेरै उठेर योगमा जाने, आफूलाई जहाँ जहाँ जुन जुन केन्द्र आफूलाई नजिक पर्छ उहाँहरूले जोडिने होइन, यो हाम्रो एउटा नारा हो। हाम्रो नारा के छ भनेदेखि तपाईँको बिहानको अस्पतालको लाइनलाई घटाउने योजना हाम्रो हो। किनभनेदेखि हामी पैसा तिर्नका लागि आतुर छौँ तर हामी आफू सचेत हुनका लागि आतुर छैनौँ। सचेत हुनका लागि योगमा जोडिनु पर्यो, सबेरै सुत्नु पर्यो, सबेरै उठ्नु पर्यो, त्यसपछि आफूलाई स्वस्थ राख्नका लागि योगमा जोडिनु पर्यो। यो औषधि तब हुन्छ जब मानिस बिमारी हुन्छ। औषधि नलाग्ने दिने उपाय योगले दिन्छ। रोग लागेर औषधि गर्नुभन्दा रोग नलाग्ने दिने अचुक उपाय योगले भन्छ। समाज रूपान्तरण र समाजमा स्वास्थ्य सम्बन्धी सकारात्मक परिवर्तन ल्याउनको निम्ति यहाँले खेल्नुभएका भूमिकाप्रति यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी 11औं राष्ट्रिय योग दिवसमा केन्द्रित भएर यहाँहरूसँग संवाद गऱ्यौँ। संवादको लागि समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। ल आउनुभयो यहाँ भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद। यहाँभन्दा अगाडि पनि 1-2वटा चान्स पाइएको थियो। त्यसोसले एक आपसमा कुरोकानी भइरहँदा अझ राम्रो हुन्छ। मिडिया मार्फत सबैले सुनुन् भन्ने हाम्रो यो चाहना छ। तर सबैले बिहान पख रोडमा उत्रेर आश्रमतिर जानै पर्छ। किनभने आफ्नो स्वास्थ्यको लागि सब सचेत हुनुपर्छ। आज मेसिनले सबै काम गरिदिन लाग्यो, मानिस अल्छी भयो, खाएर बोइलर हुन लाग्यो। हाम्रो भनाइ त्यही छ, आफूलाई स्वस्थ रहन 15-20 मिनट मुटुलाई चलाऊ, फोक्सोलाई चलाऊ, शरीरलाई चलाऊ, पसिना निकालौँ अनि बल्ल स्वस्थ रहन्छौँ। यही मेरो भनाइ छ। हस्, धन्यवाद।